आज हामी राइडमा निस्किँदै गर्दा तपाईँले आज कतासम्म जाने कुरा कतासम्म जाने र के गर्ने सोच्नु भएको त अब मैले सोचेको त केही छैन जाऊ न अब के छ र आफू पनि बचाउ अरूलाई पनि बचाउ आफू पनि बचाऊ अरूलाई पनि बचाऊ हाम्रो ट्राफिकको हिजो बस्नु पर्छ अनिलजी आज नयाँ वर्षमा घुम्न आएको होइन त हामी आज हामी नयाँ वर्षमा घुम्न आएका छौँ हामीले यो ठाउँ चाहिँ यताको दृश्य हेर्न सक्नुहुन्छ एकदम सुन्दर रहेको छ र हामी आज यो ठाउँको नाम त थाहा छैन होइन तर यहाँ रमाइलो लागिरहेको छ। ल गाइज हामी चाहिँ यो गोकर्ण जाने डाँडामा छौँ होइन हामी चाहिँ कपन गुम्बाको पारिपट्टि यहाँको दृश्य हेर्न सक्नुहुन्छ एकदम रमाइलो रहेको छ हावा पनि सरर लागिरहेको छ होइन कस्तो भइरहेछ त आजको घुमघाम एकदम रमाइलो भइरहेको छ तर एउटा कुराको समस्या छ तेल सकिएको छ गाइज होइन आज चाहिँ नयाँ वर्षको दिन हामी घुम्न आइरहेको छौँ होइन यहाँबाट चढ्ने ठाउँ रहेछ त केटो हामी चाहिँ यहाँबाट डाइरेक्ट चढिदिन्छौँ होइन गाली गऱ्यो भने छुट्टै कुरो हो तर हामी गाउँले हिँड्ने मान्छेले यहाँबाट जाँदाखेरि चिप्लेर लड्यो भने चाहिँ थाहा भएन तर यहाँबाट जाने बाटो रहेछ बाख्रा चराउन हिँड्छन् क्या मान्छे यस्तोमा तर बाख्रा चराउन हिँडेको थियो तर मैले बोका भेटेँ क्या गाइज बोका भेटेँ बोका चढ्न नसकेर यहाँ सङ्घर्ष गर्दैछु उकालो चढ्नलाई टक्क हामी चाहिँ यस्तो जङ्गलमा आएको छौँ है गाइज गोकर्ण भन्दा अलि माथि पुरै पिकनिक स्पोट पो रहेछ क्या केटो पिकनिकमा त आएन भने हामी कसैको पुरै ल गाइज हामी चाहिँ है यस्तो ठाउँमा आइपुगिसकेका छौँ पुरै यहाँ यस्तो ठाउँ छ यो सल्लाहको बोटहरू देख्नु सक्नुहुन्छ यति लामा लामा माथिबाट बुढीहरूले नि हेरिरहनु भएको छ होइन केही छैन मतलब छैन होइन हामी आफ्नो तालमा तर यो सल्लाहमा चिप्लेर पनि यहाँ टेक्न गाह्रो भइरहेछ उकालो झन् गाह्रो छ ओह्रालो झन् केही छैन हल्का चिप्लेरी मार्ने नि एक तल पुगिहालिन्छ बाइक टक्क होइन लर राखेको छ बाइक साइक चोरी तेल सेल हाल्यो नि थाहा पाउँदैन हामी त ए हावा पनि आइरहेको छ डेन्जर है गाइज यस्तो छ यहाँको सिनहरू दामी छ दामी अनि पुरै क्यामेरा त ब्लर आइरहेछ त यार यत्रो केटी छ साला हामी मात्र दुईजना आइरहेछ मलाई सबै जोडी मेरो जोडी हो यसको जोडीमा ओ लेउवाजी के गर्न आएको यता यस्तो राम्रो ठाउँमा के हुन आउँछ घुम्न आएको देख्नुहोस् ए कति जाने भन्नु यसलाई घुम्न त घुम्ने तर घुम्ने चाहिँ कता यी मेरो आँखामा घुम गाइज हामी चाहिँ अलि माथि आइसकेको छौँ होइन पुरै यस्तो छ हिँड्ने बानी हराएर पुरै गाह्रो भइसक्यो यार अनि भाइ थका लागेको छैन मार्क्सले गाह्रो भएको छैन बाइक चाहिँ चलाउन पनि त्यही पनि हेलमेट बोकिरहेको छ हिरोले गाइज होइन रमाइलो भइरहेको होइन जुत्ता त पुरै चिप्लिन्छ साला मान्छे चाहिँ चिप्लिन्छ कि चिप्लिँदैन खेली हेर्नु पर्ला अनिल अनिल त्यहाँबाट चिप्लिन्छ ल 1 2 3 Ha 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 ha!
के भयो ब्रो के भयो आइकिङमा राम्रो केटी जिस्काउन पाइन्छ भनेर आएको त सबैले दाइ भन्छ यार होला बाजु होइन के भएको आज भनेको मान्छेलाई हेर त यहाँ जाग्रो देखाएर आज भनेको मान्छेलाई के भएको हो बेचन छोटा छोटा कपडा लगाउने यिनका आमाले सिकाउनु नि क्या हो ए खुट्टै दुख्यो यार हेर त यो सब रमिता देखाएको हेर्नु त बोले बाजी होइन कहाँ भनेर कहाँ ल्याएको त के हो त मलाई घुम्ने मान्छे ठाउँ छ ठाउँ न यदि मान्छे छ माथि कहाँ आउँछन् अब त यता घुम्नु मात्र आएको त हेर त यहाँ राम्रो सबैले आएको आफ्नो रमिता पो देखाएर आएको हेर त के हो रमिता हेर्नु त आएको त कसको के हेर्न त रमिता हेर्न त आएको यसो रमिता हेर्नु छ साला मान्छेहरू मात्रै देखाए यता फुटेका हाल पनि हेर्दैन फर्केको मात्र यसको छारी पनि बस्छ भनेको त राम्रो हेर त यहाँ मान्छेहरूको के भएको आज भनेको मान्छे यतिसम्म कपडा लगाएर हेर्छु राम्रो के भएको तँ मात्रै हेर्न त आएको त यसो राम्रो केटीहरू भने आएको सबैजना हात जोडी बोकेर छ यता हाइकिङ आएको मान्छे हामी किन फर्किरहेको भने के हो अन्त सबै जोडी बोकेर हिँड्छन् सबैजना फुटेको हाल पनि हेर्नु त के अन्त माथि जान नपाए फर्केको हामी त ए साँचो हो र भने अब के गर्नु सबैजना जोडी बोकेर आउँछन् पिकनिक खान्छन् हामी चाहिँ बेकारमा यहाँ आँखा तन्काउँदा यसरी गर्छौँ हामी त उनीहरूको ताङ्गा देख्दाखेरि त हेर न हामीहरूलाई त अब एक चम्चा पानीमा टोक्ने पछि एक चम्चा पानीमा टुकेर म चाहिँ खोर्सानीको बोटमा चुर्नेर मर्छु आज भने केटीले के भएको भने अब जसुकै होस् आइज तर म चाहिँ चिप्लेर खेल्नु